वेलकम टु माई डे 8 मिनी ब्लग गाइज। आज चाहिँ हामी कहाँ जाँदैछौँ म तपाईँलाई देखाउँछु। जाडो चोकबाट मात्र 10 मिनट लाग्ने ठाउँ, यस्तो ब्युटिफुल ठाउँ छ। आउनुहोस् सँगै जाउँ है त। रुममा बस्दा बस्दै एकदम बोर भएर हामी चाहिँ हावा खान बाहिर निस्केको थियौँ। अनि धेरै टाढा जान त समय थिएन दिउँसोको समयमा। अनि हामी कहाँ गयौँ भने तपाईँलाई म देखाउँछु है त। म पशुपति क्षेत्रतिर प्रवेश गरिसकेँ। अनि के तपाईँलाई थाहा थियो पशुपति क्षेत्रमा पनि सुन्दर शान्त र हरियाली पार्क छ भनेर? पार्कभित्र जान चाहिँ टिकट काट्नुपर्ने रहेछ। टिकटको 50 रुपियाँ रहेछ। स्टुडेन्ट कार्ड हुँदाखेरि 50% डिस्काउन्ट रहेछ। अनि हामी दुईजना गएको थियौँ। अनि टिकटहरू काटेर भित्र पस्यौँ। यो पार्कभित्र छिरेपछि त निस्किनै मन नलाग्ने रहेछ के गाइस। सुन्दर हरियाली अनि उत्तिकै शान्त पनि। ड्राई पिकनिक टिकटक बनाउन र शान्त वातावरणको लागि चाहिँ उपयुक्त ठाउँ लाग्यो मलाई। हामी चाहिँ पशुपति पार्क घुम्दा घुम्दा गएर एकदम थाकेर फर्किन लागेको। डान्स भिडियोहरू टन्नै बनाएको छ। म मेरो प्रोफाइलमा पोस्ट गर्छु। सबैले माया गरिदिनु होला, सपोर्ट गरिदिनु होला। थ्याङ्क्स फर वाचिङ गाइस।